हेलो साथीहरु, वेलकम टु माई सेकेन्ड मिनी ब्लग भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। वेलकम टु माई अनदर भिडियो। म चाहिँ फेरि पनि तपाईहरुको माझमा आइसकेको छु। अनि बिग कंग्रेचुलेसन साथी सन्देश, तिमी चाहिँ नेपाल आर्मीमा सिलेक्ट भएको छौ हैन। अब चाहिँ लाउरे भइसक्यो यार, केटा लाउरे भइसक्यो। ल खुसीको खबर है, म यो ब्लग मार्फत भन्न चाहन्छु। अनि अब त तिम्रो लागि पनि यार, तिम्रो कसैले एउटा ट्रेनिङमा चलेको त अहिले गीत मेरो लाउरे भन्ने गीत 1 2 3 भन्ने होला, त्यही गीतमा बनाउँछन् होला। म कहिले सफल हुने कि मेरो लागि कसले बनाइदिने कि। सो अब चाहिँ त्यस्तै छ होला। कङ्ग्रेचुलेसन भन्न चाहन्छु, बधाई छ। अझ राम्रो गर्दै जाऊ, लाइफमा सक्सेस हुँदै जाऊ। कहाँ जाउँला भनेर सोध्नुहुन्छ होला हजुरले। सधैँ हिँडिरहेको छ यो पागल जस्तै भनेर सोच्नुहुन्छ होला। म चाहिँ गन्तव्य खोज्दै हिँडेको एउटा यात्री हो। अनि जहाँ भेटिन्छ नि त्यहाँनिर गएर हिँड्नुहुन्छ। अब अहिलेसम्म भेट्टा छैन, त्यही भएर म हिँडिरहेको छु। टक लगाएर हिँडिरहेको छु। यस्तै छ, झोलासोला बोकेर हिँडिरहेको छु। जहाँनिर गन्तव्य भेटिन्छ त्यहाँनिर भन्छु साथीहरू तपाईँहरूलाई कहाँ जानु लाग्यो भनेर। खासमा कहाँसम्म हिँडेको हो तपाईँ। एउटा भनेको छ क्या, हिन्दी फिल्ममा एउटा डाइलेक्ट थियो, मैले अझसम्म अघि भर्खर हेरेको थिएँ। लाइफमा आफ्नो गल्तीहरूलाई स्वीकार गरेर हिँड्न सक्नुपर्छ। अनि कम्प्युटरमा भएको जस्तै ब्याक स्पेस बटन लाइफमा हुँदैन भनेर हो रहेछ। लाइफमा यार अघि भने नि मैले ब्याक स्पेस बटन हुँदैन भने जस्तो क्या। त्यही भएर आफू अगाडि नै गल्ती नगरेर हिँड्नु पर्दो रहेछ क्या। ध्यान दिएर हिँड्नु पर्दो रहेछ। कति गल्तीहरू चाहिँ यो मनमा हुन्छ नि, लागिराख्छ। सो गल्तीहरू नगर्नु नै हाम्रो लाइफको सबभन्दा ठुलो सफलता हो। सफलताको कुरा आइरहँदाखेरि मसँग पढेका साथीहरू कोही सफल भइसके, कोही सफल हुन बाँकी नै छ। म पनि त्यही गन्तव्यमा हिँडेको व्यक्ति देख्न सक्नुहुन्छ। सफल हुन खोजिरहेको व्यक्ति, सफलताको भोगले हिँडिरहेको व्यक्ति हो। सो कुराहरू धेरै छ जति भने हुन्छ, तर आज भने खुसी लागेको छ यार, एउटा साथीको सक्सेस भयो होइन। अब हाम्रो दिन पनि आउँछ होला। यो के को साइन भने चाहिँ अब सबै साथीहरू बिस्तारै समय आउँछ, बिस्तारै सफल हुँदै जान्छन् लाइफमा। अनि हिजोको दिनमा चाहिँ म होइन यसरी भिडियो बनाउँदाखेरि मेरो साथीहरूसँग हुन्थेँ, चट्ट भिडियो बनाउँदै हिँड्थेँ। आज चाहिँ एक्लै हिँडिरहेको छु क्या बाटोमा। देख कतिसम्म मिस गर्दो रहेछ भन्ने कुरा, कतिसम्म साथीहरूको खाँचो पर्ने रहेछ। आज नर्भस फिल भइरहेको छ क्या, कतिसम्म साथीहरूको खाँचो पर्दो रहेछ भन्ने कुरा आज चाहिँ फिल गरिरहेको छु। साथीहरू भइसकेपछि एउटा आँट आउँछ, एउटा जाँगर आउँछ, एउटा जोस आउँछ। रोडमा हिँड्दाखेरि म हिँड्दा त धेरै जस्तो एक्लै हुन्छु। तै पनि त अब एक कल गर्ने बित्तिकै आउने साथी छैनन् आजसम्म होइन। जोसँग भेट भयो, जतिसँग भेट भयो, कसैसँग नराम्रो भएन क्या। सब मेरो साथी, सब मेरो गुड फ्रेन्ड, सब मेरो जिग्री साथीहरू। यस, यही कुरामा चाहिँ प्राउड लाग्छ। म सफल भएको दिन सबजनालाई भिडियो बनाएर देखाउँछु, या म सफल भयो, आयो भनेर। खासमा चाहिँ म कहाँ जानला भनेपछि साथीहरू, म हेर धेरै अल्छी भयो क्या, धेरै अल्छी भयो। म कहाँ पेटसेट लाग्ला जस्तो भयो। हुन त मलाई धेरैजनाले लुरे भन्छन् होइन, लुरे, तर म लुरे छैन कि। मोटाइसक्यो आजभोलि, त्यही भएर एक्सर्साइज गर्न गइरहेको छु। त्यही भएर एक्सर्साइज गरौँ भनेर ब्याकस्याक भिरेर होइन सुस्ता हालेर टक्क हिँड्यो। हिँड्न त एक्लै कहाँ जानु भन्ने भयो। फेरि एक्लै हिँड्दाखेरि फेरि कहाँ जाने भन्ने भयो। फेरि एउटा साथीसँग कन्ट्याक्ट गरेर, साथी आउँदैछन्, म चाहिँ ठ्याक्क अहिले भरिस्तान स्कुलनिर पुगिसकेँ। अनि तिनलाई रोक्नुपर्ने हुन्छ। फर्स्ट डे हो। अब फर्स्ट डेमा चाहिँ खासै एक्सर्साइज गर्न सकिन्न, गर्मी साह्रो छ। आज सकिन्न होला, अहिले पसिना आइसक्यो। अब ठिक्क आज जानु पऱ्यो, खुट्टा सुट्टा खोलाउनु पऱ्यो, बिस्तारै एक्सर्साइज गर्नुपर्ने हुन्छ। म चाहिँ साथीलाई भर्खर फोन गरेको थिएँ, ती पनि आउँछन्। अनि त्यस ट्याक्क दुईजना गफ गर्दै जानुपर्छ।
अनि पसिना त अहिले आइसक्यो यार। यस्तै भने त म त लुरे नै हुन्छु क्या। त्यो साथीहरू भन्छन् क्या लुरे दाइ भन्छ, त्यस्तै होला जस्तो छ। फाइनली हामी भेट्यौँ उनी हामी मसँग रनिङ जाने साथी आज। त्यसपछि हामी चट्ट लाएर दुईजना सिडीमा रनिङ गर्दै गयौँ। निकै रमाइलो भयो होइन साथीहरू। फर्स्ट टाइम भएर अलि गाह्रो भयो। अनि त्यसपछि तैपनि बिस्तारै बानी बस्छ, हुँदै जान्छ। तपाईँहरूलाई म के एडभाइस दिन चाहन्छु भने चाहिँ यदि तपाईँहरू पनि सिडी दौड्ने सिडी जाने सोच गर्दै हुनुहुन्छ भने पानी चाहिँ धेरै खानुपर्छ साथीहरू है। दिनमा धेरै पानी खानुभयो भने अनि चाहिँ बेटर गर्न सकिन्छ। म चाहिँ 1 महिनापछि गइरहेको थिएँ अनि पानी सानी पनि खानु पाएको थिएन, मलाई चाहिँ गाह्रो भयो। अनि हामी माथि चौतारामा पुगिसकेपछि चट अनि एक्सर्साइज गऱ्यौँ। अनि हामी चाहिँ एक्सर्साइज गऱ्यौँ, यहाँ चाहिँ साथीहरू पनि थिए। अनि टक्कर रिकभर भइसकेपछि हामी चाहिँ चट्ट लाएर अब जानुपर्छ भन्ने सोचिरहेका थियौँ। ठ्याक्कै मसँग कलेज पढ्ने साथी भेटिए। उनीहरू चाहिँ खासमा गोटीगाडा काफल खानु गएको रहेछन्। खुसी लाग्यो, धेरै पछि भेट भयो अनि त्यहाँबाट हामी निस्क्यौँ। थ्याङ्क्स फर वाचिङ एन्ड बाई बाई।